नमस्कार 안녕하세요 हामी न्यू एपिएस टपिक बुकको च्याप्टर वाइज मिनिङ हेर्ने क्रममा आज हामी च्याप्टर 30 मा छौं र मैले यो बुकको ग्रामर मिनिङ छङ्मो मुनुवा बुक क्वेशन लगायतका सबै कुरा ल्याउने कुरा गर्दै क्रमशः हामी मिनिङ चाहिँ 30 मा आइपुग्यो र छङ्मो मुनुवालाई पनि अब सुरु गरिसकेका छौं छङ्मो मुनुवा पनि च्याप्टर 1 2 3 गर्दै हाम्रो 60 च्याप्टर सम्मको आउने छ जति छ हैन न्यू एपिएस टपिक बुकमा मिनिङको क्रममा चाहिँ आज हामी च्याप्टर 30 को पढ्छौं च्याप्टर 30 मा रहेको टपिक चाहिँ के छ भने हाङ्गुगे थेजुङ मुनुवा भन्ने रहेको छ हाङ्गुगे भनेको कोरियाको हो अर्थात यो हाङ्गुगे थेजुङ मुनुवा भनेको के हो त्यो बुझेर यसमा रहेको मिनिङहरु अब हामी यहाँ हेर्छौं है त हाङ्गुगे थेजुङ मुनुवा भनेको के हो भन्दाखेरि हाङ्गुगे भनेको कोरिया भयो थेजुङ भनेको तपाईहरुलाई थाहा नहुन सक्छ मुनुवा भनेको चाहिँ थाहा छ है मुनुवा भनेको संस्कृति अब संस्कृति भनेको के हो भन्ने तपाईले लाग्छ भने नेपाली अर्थ बुझ्नु हुन्छ हुन्न हैन संस्कृति भनेको अब कुनै एउटा समाजलाई झल्काउने एउटा हैन गीत संगीत देखि लिएर ड्रामा फिल्म भिडियो मनोरञ्जनका कुरा लेख रचना देखि लिएर सबै कुरा पर्दछ यो मुनुवा भित्र त्यसैले अब थेजुङ भनेको के हो भन्दाखेरि तपाईले पढ्नु भएको होला थेजुङ ख्योथोङ भनेर पढ्नु भएको होला है यो थेजुङ ख्योथोङ भनेको सार्वजनिक यातायात सार्वजनिक सवारी साधन भनेर पढ्छौं है यो ख्योथोङ भनेको सवारी साधन हो के थेजुङ भनेको त सार्वजनिक रहेछ सार्वजनिक सवारी साधन अब यो थेजुङ मुनुवा भनेको त के भन्दाखेरि थेजुङले चाहिँ सार्वजनिकले जनायो भने मुनुवा भनेको संस्कृति सार्वजनिक संस्कृति रहेछ भन्ने चाहिँ बुझ्न सकियो तर अब यो थेजुङको अर्थ सार्वजनिक अथवा लोकप्रिय है लोकप्रिय भनेको जनता के लोकप्रिय अथवा जनता है थेजुङ भनेको जनता अथवा धेरै मान्छेको संख्या धेरै मानिसको समूह त्यसलाई जनायो थेजुङले पब्लिकले जनाए लोकप्रिय भनेकै त्यही जनतालाई जनाए थेजुङ मुनुवा भनेको चाहिँ अब लोकप्रिय संस्कृति अथवा जनसांस्कृतिक अथवा जनसंस्कृति भनेर बुझ्न सक्नुहुन्छ जनताको अथवा जनताले रुचाएको संस्कृति हो त्यसलाई बुझ्न सक्नुहुन्छ यो चाहिँ खासै भनिराख्नु आवश्यक चाहिँ छैन तर कोरिया आइसकेपछि तपाईको यो किपको एक्जामहरु दिन्छ त्यसमा चाहिँ इन्टरभ्युमा सोधिन्छ है थेजुङ मुनुवा भनेको के हो भनेर सोध्ने गरिन्छ त्यसलाई काम लाग्छ है यो चाहिँ यो हाङ्गुगे थेजुङ मुनुवा भनेको चाहिँ कोरियाको जनताले अथवा मानिसहरुले मन पराउने संस्कृतिहरुलाई थेजुङ मुनुवा भनिन्छ अब संस्कृति भित्र के पर्दछन् भन्ने कुरा चाहिँ तपाईले थाहा हुनु पर्यो है मुनुवा भित्रमा तपाईको गीत संगीत ड्रामा फिल्म लेख रचना देखिका सबै कुराहरु पर्दछन् है अब हामी सिधै मिनिङतिर लागौं अब त्यो अलिकति मैले के कुरा दिए त्यसमा हैन अब मिनिङमा लाग्दाखेरि चाहिँ ख्यङ्गी भनेको चाहिँ पुरानै बुकमा पाइने वर्ड हो ख्यङ्गी भनेको खेललाई बुझ्नु होला खेलकुद प्रतियोगिता भन्न पर्छौं नि हामी हो खेललाई ख्यङ्गी भनिन्छ है ख्यङ्गी ख्वाल्लाम भनेको चाहिँ तपाईको के भन्छ अवलोकन अथवा हेराइ है भनेको ख्यङ्गी ख्वाल्लाम भनेको चाहिँ खेल हेराइ अथवा खेल अवलोकन ख्वाल्यन अहुइ भनेको चाहिँ सँग सम्बन्धित अहुइ हैन भनेको खेल प्रतियोगिता अवलोकन सम्बन्धी अहुइ अथवा खेल हेराइसँग अवलोकन सम्बन्धी शब्दवाली भनेर बुझ्नु होला विशेष गरी चाहिँ खेल प्रतियोगितामा प्रयोग हुने शब्दवालीहरु रहेको छ जसमा चाहिँ ख्यङ्गी जाङ है ख्यङ्गी भनेको खेल जाङ भनेको ठाउँ भयो ख्यङ्गी जाङ खेल खेल्ने ठाउँ अथवा खेल मैदानलाई बुझ्छौं हामी हैन स्टेडियम अनि ख्वाल्लामा हुइ ख्वाल्लामा हादा भनेको चाहिँ हेर्नु अवलोकन गर्नु यसरी हेर्नु हैन अनि ख्वान्जुङ अब चाहिँ यो चाहिँ नयाँ है यो पुरानो बुकमा छैन जस्तो लाग्छ यो ख्वान्जुङ भनेको चाहिँ दर्शक यो हेर्ने मान्छे ख्वान्जुङ सक भनेको चाहिँ हेर्ने मान्छे बस्ने ठाउँ अर्थात सीट यो सक भनेको सीट हो के ख्वान्जुङ दर्शक ख्वान्जुङ सक भनेपछि दर्शक बस्ने सीट भयो अनि फुल्लो थिम साथीहरु हामी यहाँ चित्र हेर्दै छौं र यसपछि हामी नेपालीमा भएको पीडीएफ हेरिहाल्छौं है फुरो थिम है यो फुरो थिम भनेको के होला भन्दाखेरि प्रोफेसनल टिम है प्रो टिम हैन प्रो टिम है प्रोफेसनल टिम अथवा प्रो भन्छ नि हामी प्रो टिम है फुरो थिम भनेको प्रो टिम भयो अनि यो
उङ्वन्दान भनेको चाहिँ उङ्वन्दन है उङ्वन्दान भनेको चाहिँ तपाईको हौसला दिने टोली अर्थात् के भन्छ सपोर्टर भन्छ नि समर्थक हो समर्थक भन्छ गेम खेल्दा सपोर्टर भन्छ नि सपोर्टर टोली भन्छ नि हो त्यही हो है यो उङ्वन्दान भनेको चाहिँ सपोर्टर टोली भयो अर्थात् समर्थक समूह यो उङ्वप छ नि यो उङ्वन है उङ्वन है यो उङ्वन्दान भनेको चाहिँ समर्थक टोली भयो भने यो उङ्वनगा भनेको चाहिँ गाले चाहिँ गीत संगीतलाई बुझिन्छ है गाले चाहिँ गीत संगीतलाई बुझिन्छ त्यसैले यो उङ्वनगा भनेको चाहिँ यो उङ्वाङ्गा भन्छ है यसको उच्चारण चाहिँ उङ्वाङ्गा भनेको चाहिँ तपाईको यो के भन्छ हौसला दिने गीत हौसला दिने गीतलाई बुझिन्छ त्यसपछि उङ्वनहादा भनेको चाहिँ तपाईको के भन्छ हौसला दिनु है ठ्याक्कै यहाँ हेर्नुस् त तीनवटा वर्ड एउटै छ है साथीहरु यहाँ हेर्नुस् है सजिलो छ मिनिङ पढ्ने नै यसरी हो हामीलाई सजिलो बनाउने हो यसले के त भन्दाखेरि फोक्नुस् है यहाँ हेर्नुस् है तीनैवटामा सेम भनेको चाहिँ उङ्वन छ है उङ्वन छ उङ्वनको अर्थ चाहिँ हौसला ठीक छ हौसला हौसला भन्छ नि हौसला दिनु भन्छ नि हो उङ्वनहादा चाहिँ हौसला दिनु अथवा हौसला गर्नु उङ्वनगा भनेको चाहिँ गाले चाहिँ गीत संगीतले बुझिन्छ त्यसैले हौसला दिने गीत भयो अनि उङ्वन्दान भनेको चाहिँ तपाईको यो दान भनेको चाहिँ तपाईको टोलीलाई बुझिन्छ के समूहलाई त्यसैले चाहिँ यो चाहिँ त्यो तपाईको हौसला दिने टोली समर्थक है त्यसरी बुझ्नु होला तीनैवटा मिनिङ युनिफर्म अब ड्रेस भइहाल्यो अनि फेन खोल के भन्छ खुल्लप भन्छ है यो खुल्लप भन्ने है खुल्लप भनेको क्लब भनेको क्लब 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 है यसलाई चाहिँ खुल्लप भन्दैन क्लब नै भन्छ यसलाई चाहिँ छिटो भन्छ के मैले उच्चारण गर्दा धेरै कुरा मिस्टेक के लाग्यो भने हामी यसरी पढ्छौं त्यही भएर बिग्रिदो रहेछ यो खुल्लप हो नि त कुरा त सही छ उच्चारण छ तर यसले चाहिँ क्लब भन्छ के यिनीहरुले क्लब भन्छ कि यसरी ठ्याक्कै छिटो बोल्दो रहेछ जो कारण चाहिँ सही उच्चारण त्यो हुन जाँदो रहेछ ठीक छ यो फेन क्लब भनेको चाहिँ फेन भनेको फ्यान भयो अनि क्लब भयो क्लब भनेको चाहिँ हैन फेन क्लब भनेको फ्यानको क्लब अथवा फ्यान क्लब भनेर भनेको है यो टोली नै हो बुझ्नुहुन्छ है इप्चङ ग्वान अब यो ग्वान छ नि यो ग्वानले चाहिँ तपाईको यो के भन्छ टिकटलाई बुझिन्छ इप्चाङ भनेको प्रवेश भयो प्रवेश टिकट अर्थात् इन्ट्री टिकट के इन्ट्री टिकटलाई बुझ्न सक्नुहुन्छ है त्यसपछि एमे हादा टिकट किन्नु है टिकट बुकिङ गर्नु एमे हादा टिकट बुकिङ गर्नु अर्थात् टिकट किन्नु ठीक छ त्यो भइहाल्यो अनि त्यसपछि अरु यहाँ के छ इङ्गी भनेको चाहिँ प्रख्यात है इङ्गी भनेको प्रख्यात थाहा छ नि है इङ्गी भनेको प्रख्यात भनेको लोकप्रियता पपुलरिटी हैन अनि त्यसपछि यहाँ सकेछ है यति रहेछ हो कुनै छुटिया छ छैन यहाँ हेर्नुस् है त एउटा तपाईलाई म के देखाउँछु भने यो टिकट अफिस छ है टिकट अफिस अथवा टिकट किन्ने ठाउँ हो के टिकट किन्ने ठाउँलाई चाहिँ के भन्छ भन्दाखेरि यो एमे हादा गर्ने ठाउँलाई चाहिँ टिकट किन्ने ठाउँलाई चाहिँ थिखेत ठीक छ थिखेत है थिखेत फान्मे भनेको बिक्री भयो है फान्मे भनेको बिक्री भयो सो भनेको ठाउँ भयो है थिखेत फान्मे सो भन्यो भने चाहिँ यही हो टिकट अफिस टिकट बिक्री केन्द्र है त ल यो अहुई 1 को भयो अब अहुई 2 मा जाऊ हामी अहुई 2 मा चाहिँ हाल्यु खोल्यान अहुई भन्ने छ है यो हाल्यु खोल्यान अहुई भनेको चाहिँ के त भन्दाखेरि हाल्यु बुझ्नु पर्यो हामीले हाल्युसँग सम्बन्धित शब्दवाली भनेर भनेको अब हाल्यु भनेको चाहिँ के त भन्दाखेरि कोरियन लहर भन्दो रहेछ क्या नेपालीमा ट्रान्सलेट गर्यो भने कोरियन लहर भन्दो रहेछ के त भन्दाखेरि प्रभाव कोरियन प्रभाव है यो हाल्यु भनेको चाहिँ कोरियन प्रभाव अथवा प्रभाव भनेर बुझ्दै नि हुन्छ के त भन्दाखेरि कोरियन जो संस्कृति छ नि त्यसले चाहिँ पारिएको प्रभाव अथवा कोरियन संस्कृतिको प्रभाव भनेको बहने अथवा के भन्छ त्यसको चाहिँ फ्लो हुने भन्छ नि त्यसले चाहिँ प्रभाव पार्ने भनेर बुझ्दै नि हुन्छ ल त्यसरी बुझौं है त यो हाल्यु भनेको त्यो हो हाल्यु कोरियाको संस्कृतिको प्रभाव अथवा लहरलाई बुझौं है अब हाल्यु भनेको त्यो हो के अब के हो त त्यो भने चाहिँ भन्दाखेरि बुझ्नु भएन भने यो सबै कुरा चाहिँ हाल्यु हो के
ठीक छ यहाँ दिएको यो सबै कुरा छ नि यो अहुइमा दिएको यो सबै कुरा चाहिँ हल्लियो है के भयो ओके ल यसमा भएको यो सबै पिक्चर सहित दिएको छ नि यो सबै कुरा चाहिँ हल्लियो हो अब के हो त हल्लियोमा चाहिँ के पर्दो रहेछ त भन्दाखेरि यहाँ के फाप यो फाप छ नि पप भनेको के पप हामी पप गीतहरु भन्छ नि हो के फाप भनेको कोरियन पप गीतहरु के डेन्सु है डेन्सु ए डान्स भनेको के डान्स अर्थात डान्सलाई कोरियनहरुले बोलेको है कोरियन नृत्य अर्थात कोरियन नाच के ड्रामा ड्रामा भनेको कोरियन ड्रामा यस्तो है कोरियन पप गीत कोरियन के को अर्थ कोरियन है साथीहरु के कोरियन डान्स कोरियन ड्रामा ठीक छ अर्को छ के फुथु है के फुड भनेको फुड भनेको के फुड कोरियन फुड है कोरियन फुड अहिले कोरियन खाना कोरियन सिरियल कोरियन डान्स कोरियन लगाई कोरियन गीत कोरियन फेसन कोरियन मोबाइल कोरियन स्टाइल कोरियन ब्युटीका सामानहरु सबै संसारमा बिकिरहेछ त्यति नै माग भइरहेछ यही हो हल्लियो भनेको चाहिँ है अरु केही हैन अब के ब्युटी है ब्युटी भनेको कोरियन ब्युटी है कोरियन ब्युटीका सामानहरु त हो नि के वेबटन है वेबटन के वेबटन भनेको चाहिँ के हो भन्ने तपाईलाई लाग्न सक्छ यो पिक्चर सहितको कथा है नाटक अब कसरी बुझ्ने नाटक भन्दा नि कथा तपाई कस्तो भन्दाखेरि फोटो सहितको कथा भनौं न हो त्यसलाई बुझ्दा हुन्छ है यसको अर्थ चाहिँ तपाईले बुझ्नु भएन भने चाहिँ चित्र कथा है हुँदै रहेछ म कोरियनहरुले चाहिँ यस्तो पिक्चरको पीडीएफ मात्र हेर्छ है हाम्रो जो भुजनिम भयो अरु कोरियनहरु पनि हेर्छु कि म गाडीमा यसो हिँड्दाखेरि यो पढिरा हुन्छ चित्र सहितको यहाँ चाहिँ कथा हुने रहेछ के अनि त्यसलाई भन्दो रहेछ तपाईको चाहिँ वेबथोन भनेर चाहिँ है त्यसपछि यो के एनुङ छ है के एनुङ है के भनेको कोरियन एनुङ भनेको प्रसारणलाई बुझ्दा हुन्छ मनोरञ्जन कार्यक्रमहरु हुन्छ नि हो त्यो शोहरु के ओके शो कोरियन शो त्यो एउटा मलाई त्यो जस कमेडी छ नि एउटा है के भन्छ त्यो शोलाई म खासै हेर्दिन टिकटकहरुमा यसो हेर्दा भिडियो फुत्तै हेर्ने हो मज्जाको छ है पुरै अनि खासु भनेको गायक भयो अनि त्यसपछि आइडल भनेको आइडल भइहाल्यो फेउ भनेको एक्टर अर्थात फिल्म खेल्ने कलाकार भयो हिङ्गिरल कुल्दा है यो कुल्दा चाहिँ तपाईको नयाँ हुन सक्छ है यो वर्ड चाहिँ कुल्दा चाहिँ नयाँ होइन कि इंगिरल कुल्दा चाहिँ नयाँ वर्ड हो इंगिरल कुल्दा भनेको चाहिँ तपाईको माया पाउनु अथवा प्रख्यात पाउनुलाई बुझिन्छ है कुल्ता तान्नु हैन लोकप्रियता पाउनु है प्रख्यातता पाउनु है त अनि यो यङयाङल छुदा भनेको चाहिँ तपाईको प्रभाव पार्नु असर पार्नु है यो यङयाङ भनेको प्रभाव हो के प्रभाव दिनु प्रभाव पार्नु भनेको है एकले अर्कोले प्रभाव पार्दै जानु अर्थात प्रभाव दिनु भनेर बुझ्नु होला त्यसपछि तारा छुदा भनेको चाहिँ अनुसार के भन्छ अनुसार चाहिँ तपाईको हेर्दा चाहिँ तारा अनुसार भन्ने अर्थ त हुने हैन ताराको अर्थ चाहिँ हेर्दाखेरि चाहिँ त्यो देखिन्छ तारा छुदा भनेको चाहिँ अनुसरण गर्नु अथवा छुदा भनेको नाच्नु हो हैन त्यसैले अनुसरण गरी नाच्नु यसको अर्थ चाहिँ त्यो के भन्छ हेरेर नाच्नु के है त्यही अनुसार नाच्नु भनेको हो अनि तारा फुरुदा भनेको गीत गाउनु सँगसँगै गीत गाइन्छ नि गीतसँगै गीत गाइन्छ नाचसँगै नाचिन्छ भने त्यो तारा छुदा त्यही नाच हेर्दै नाचसँगै नाच्नु तारा फुरुदा गीत गाउनु हो नि त गीत सुन्दै त्यही गीत सँगसँगै गाउनु भयो हैन खासा भनेको चाहिँ तपाईको गीत संगीतको लय अक्षर शब्द भन्छ नि गीतको शब्द है थान्से भनेको ग्रुप यो थान मात्र थियो नि हाम्रो यो वन थान भनेको चाहिँ तपाईको हौसला दिने ग्रुप भनेर माथि अवि 2 मा पढिएको थियो नि त हैन ल अवि 1 को पनि के अवि 2 पनि सक्यो है त तपाई हेर्दै हुनुहुन्छ हाम्रो युट्युब च्यानल सबैको टिप्स एन्ड ट्रिक्स भन्ने र फेसबुक मा मेसेज गर्न सक्नुहुन्छ न्यू पेज टपिक बुक र टिकटक मा आउन सक्नुहुन्छ कोरियन ल्याङ्ग्वेज 3 वटा 9 थिच्नु होला तपाईले गोर्खे इन कोरिया पाउनु हुनेछ नाम र यो पीडीएफ तयार पार्ने मान्छे मै हो हैन मेरो नाम अजय लामा र अहिले कोरियामा मेरो किफो भनौं भाषाको लेभल चाहिँ एक्जाम दिँदा पाएको भाषा त्यतिको पर्फेक्ट छैन राम्रो छैन पर्फेक्ट कुरा नगरौँ राम्रै छैन अहिले म कोरियामा छु र तपाईले पाउनु भएको छ नि केटी मान्छेको स्वरमा भिडियो हैन हाम्रो साइरा तामाङ हुनुहुन्छ धरानमा पढाउनु हुन्छ कोरियन भाषा है अब आयो हाम्रो मुनहावा छंगबोमा चाहिँ हाल्यु मुनहा भनेको छ कोरियन लहर संस्कृति भनेको छ हाल्यु संस्कृति हैन कोरियन
लहर संस्कृति हैन, हल्ल्युको संस्कृति हैन। अब यसको बारेमा अब हामी चाहिँ यहाँ के कुरा दिएको छ भने यही हो, हल्ल्यु भनेको के हो र हल्ल्युमा चाहिँ के पर्दछ र हल्ल्यु भित्रमा परिएका कुराहरु चाहिँ के हो त भन्ने कुराहरु दिएको छ। यसमा चाहिँ हामी विशेष मिनिङ हेर्छौं है। हामी यसमा चाहिँ अब पीडीएफ बाट हेरौं है हामी। ल अब हामी त्यही कुरालाई चाहिँ पीडीएफ मार्फत हेर्छौं। अवी 1 र अवी 2 हैन, यसमा त मैले व्याख्या गरिराख्नै पर्दैन, उक्त जतिसम्म व्याख्या गरिसकेको छ। अब नयाँ वडा आयो भने हाम्रो छंगो मुनुवामा हो। अब हामी यो पनि क्रमशः हेर्दिहाल्छौं। अब हामी सुरु गरिहालौं। न्यू पेज टपिक बुकको च्याप्टर 11 भएछ। यो 11 हैन, च्याप्टर 30 है। यो किनभने मैले एडिट गर्दाखेरि यो फर्म म यो वाटरमार्क यो सबै दिइराख्नु पर्दैन, डाइरेक्ट यहाँ 30 मात्र लेखे मेरो चेन्ज हुन्छ के। अरु राखेपछि मलाई सजिलोको लागि त्यो बनाउँदाखेरि त्यस्तो भएको है। च्याप्टर 30 हो र यो च्याप्टर 30 मा रहेको हाम्रो चाहिँ के त भन्दाखेरि यो टपिक भनेको चाहिँ हाङ्गुगे थेजुङ मुन्वा भयो, जसको नेपाली अर्थ भनेको कोरियाको लोकप्रिय संस्कृति। लोकप्रिय भनेको जनताको प्रिय, जनता सामु प्रख्यात संस्कृति भनेको है, जन संस्कृति जसमा चाहिँ दक्षिण कोरियाको थेजुङ मुन्वा भन्नाले चाहिँ धेरै मानिसहरूले मन पराउने गीत संगीत, फिल्म, ड्रामा, फेसन, मनोरञ्जन कार्यक्रम सबैलाई जस्ता कार्यक्रम सबैलाई बुझिन्छ। यो तपाईको कोरियाको संस्कृति लोकप्रिय संस्कृति भन्नाले हैन। जस्तो हेर्नुस् त, हाङ्गुगे थेजुङ मुन्वा는 많은 사람들이 즐기는 음악, 영화, 드라마, फेसन, 예능 등을 말합니다 हैन। यिनीहरुलाई भनिन्छ भनेर भनेको छ। ठीक छ। अवी 1 मा रहेको मिनिङलाई सरस्वती हेरौं। 경기 관람 관련 어휘मा खेल अवलोकन सम्बन्धी शब्दावली है। यसमा व्याख्या गरिराख्नु पर्दैन है। ल, 경기장 खेलमैदान, 관람하다 हेर्नु अवलोकन गर्नु, 관중 दर्शक, 관중석 दर्शक बस्ने सीट हैन। अनि प्रो टिम भनेको है, प्रो भन्छ नि हामी हो, त्यही हो प्रो टिम, प्रोफेसनल टिम है। उङपदान हौसला दिने टोली, दानले चाहिँ समूहलाई बुझायो अनि उङवानले चाहिँ हौसलालाई बुझायो। त्यसैले यहाँ चाहिँ उङवानगान के भन्छ, उङवाङ्गा भनेको चाहिँ हौसला दिने गीत। यो उङवान भनेको हौसला, गाले गीतलाई बुझियो। उङवानादा भनेको हौसला दिनु है। युनिफर्म भनेको युनिफर्म ड्रेस है। अनि फ्यान क्लब भनेको प्रशंसा क्लब अर्थात फ्यान क्लब भन्छ। हिप्चाङवान भनेको प्रवेश टिकट अर्थात प्रवेश गर्न काट्नुपर्ने टिकट हैन, काट्ने टिकट, प्रवेश गर्नको लागि काट्ने टिकट। एमेहादा अघिमै टिकट बुकिङ गर्नु, कुरा बुझ्नुभयो। आडभासमा अग्रिममा है, यो टाइपिङ मिस्टेक भएको हो। अग्रिममै टिकट बुकिङ गर्न अथवा टिकट बुकिङ गर्नु भनेर बुझ्नुहुन्छ। इङ्गी भनेको लोकप्रियता प्रख्यात। थिखेत फान्मेसो भनेको टिकट बिक्री केन्द्र। अहुई 2 मा हल्ल्यु खोल्यान अहुई छ, कोरियन लहर सम्बन्धी शब्दावली। कोरियन लहर भनेको मैले बुझाइहालेँ तपाईहरुलाई अघि नै। हल्ल्यु भनेको कोरियन लहर, कोरियन लहर भनेको कोरियन संस्कृतिको प्रभाव अर्थात कोरियन संस्कृतिको प्रभाव भन्दा नि हुन्छ। जस्तो कोरियन खाना मन पर्यो हैन, धेरै जनाले मन पराउँछ विदेशमा पनि, जो कारण त्यसको हामीले त्यो चाहिँ धेरै जनाले माग गर्ने भयो। त्यो भनेको कोरियन एउटा संस्कृतिको प्रभाव हुने भयो हैन, त्यही हो हल्ल्यु। केपॉप कोरियन पप संगीत भयो। के ब्युटी ए इंग्लिश हो है, ब्युटी कोरियन सौन्दर्य है, कोरियन ब्युटी। के थेन्सु डान्स थेन्सु कोरियन नाच। के वेबटन यो भनेको चाहिँ तपाईको अनलाइन कार्टुन हैन कि, अनलाइन भन्ने बुझ्दै नि हुन्छ तर चित्रकथा है, अनलाइन कार्टुन अथवा पीडीएफ मा अथवा तपाईले चित्रकथा भनेर बुझ्नु होला है, अझ अनलाइन भन्दा नि। अर्को छ के ड्रामा भनेको कोरियन ड्रामा। के फुथु भनेको फुटलाई फुथु भनेको हो, के फुट। के एनुङ भनेको कोरियन मनोरञ्जनका कार्यक्रम, कोरियन शोहरू। खासु भनेको गायक गायिका। आइडल भनेको आइडल हो है, के पप आइडल अथवा कोरियन आइडलहरु हो हैन, आइडल भनेर बुझ्नु होला। कोरियन आइडलहरु खोइ मलाई थाहा थिएन, यसो सुन्ने मात्र गर्छु के म चाहिँ, यो मलाई थाहा छैन यो बीटीएस के भन्ने है। तर कोरियन त्यो केटाहरुको फोटो देख्छु कि बीटीएस रे भन्छु हैन, कति नेपाली फ्यान पनि देख्छु। मैले एउटा उमेर गएको मान्छे पनि देखाएको थिएँ के, कोरियन त्यो आइडल बीटीएसहरुको फ्यान के है। मलाई त्यति चाहिँ म हेर्दिन, मलाई चाहिदैन पनि जस्तो लाग्थ्यो। तर के रहेछ भन्ने कुरा चाहिँ अब हेर्न मन लागेछ यो किताबहरुमा आइसकेपछि। फेउ भनेको कलाकार है, फिल्म खेल्ने हिरो हिरोइनहरु हो। हिङ्गिरकुल्ता भनेको चाहिँ लोकप्रियता पाउनु, प्राप्त गर्नु अथवा प्रख्यातता तान्नु के है, कुल्ता। ताराछुदा नाचमा अनुकरण गर्नु, नाच हेरेर त्यही नाच जस्तै नाच्नु के। तारा फुरुदा भनेको गीत सँगसँगै गाउनु। खासा भनेको गीतको शब्द हो।
थान्छे भनेको समूह ग्रुप भइहाल्यो है यङह्याङल छुदा भनेको प्रभाव पार्नु असर गर्नु है एसा ओन खुदे भनेको चाहिँ तपाईको यो के भन्छ एसा ओन खुदे भनेको चाहिँ तिमीबाट आएको के भन्छ तिमीबाट आएको भन्छ यो के होइन यो नेपाली ट्रान्सलेट तपाईको यो के भन्छ यो चाहिँ तपाईको बाट आएको उनी भन्ने हो हैन यो चाहिँ खासमा नाटकको नाम हो कि कोरियन नाटकको नाम हो है त्यो चाहिँ तपाईलाई अघि मैले चित्रमा देखाउनु पर्थ्यो देखाएन ठीक छ त्यो त गएन यो है अरु केही होइन ठीक छ यो पनि सिद्धियो अब छङ्मो मुनुवामा रहेको मिनिङहरु हेरौं हल्ल्यु भनेको के हो नेपालीमा अलिकति यहाँ मैले राखिदिएको छु तपाईले सजिलो होस् भनेर किनभने मिनिङ नै हो बुझ्नु पर्ने हुन्छ जसले गर्दा हामीलाई त्यो मिनिङकै अर्थ बुझिन भने गाह्रो हुन्छ र यसमा नयाँ वर्डहरु पनि रहेको छ हामी यसमा हेरिहाल्छौं यो हल्ल्यु मुनुवा भनेको बुझिसक्नु भयो कोरियाको एउटा संस्कारहरुको प्रभावलाई बुझिन्छ हल्ल्यु भन्नाले चाहिँ है जसमा हेर्नुस् त कोरियाली लोकप्रिय संस्कृति विदेशमा फैलिएको र धेरै देशमा लोकप्रियता भएको अवस्था हो हल्ल्यु भनेको चाहिँ है मुख्य रूपमा के-पप के ड्रामा कोरियन फिल्म के फेसन के ब्युटी समावेश छन् यो हल्ल्यु भित्र भनेको ठीक छ हल्ल्यु संस्कृति भनेको बुझ्नु भए कोरियाको संस्कृतिको प्रभाव हो के त्यसरी बुझ्नु होला जो चाहिँ यही देशमा मात्र नभएर विदेशमा पनि फैलिन गएको छ विशेष गरी हल्ल्यु भित्र पर्ने अथवा कोरियन संस्कृति भित्र पर्ने कुराहरु यिनै हुन् है अब ठीक छ यो तपाईले बुझिसक्नुभयो हल्ल्यु भनेको मिनिङ भइहाल्यो उमाक भनेको संगीत ड्रामा भनेको ड्रामा है ड्रामा टेलिभिजन नाटक टिभी नाटक याङवा भनेको चलचित्र फेसन भनेको फेसन ब्युटी भनेको ब्युटी भइहाल्यो है थायङहान भनेको विभिन्न प्रकार है अनि खोन्थेन्छु भनेको के हैन है कन्टेन्ट भनेको है साथीहरु यो खोन्थेन्छु भनेको कन्टेन्ट भनेको है सामग्रीहरु के हामी भिडियो कन्टेन्ट भन्छ नि त्यही हो सेगे भनेको विश्व संसार 9-10 मा यराखुक्का भनेको विभिन्न देशहरु यरा विभिन्न खुक्का भनेको राष्ट्र विभिन्न राष्ट्र सारङफात्ता भनेको माया पाउनु रुचाइनु धेरैले मन पराउनु हैन सोभी थैदा भनेको उपभोग गरिनु उपभोग हुनु है सोभी भनेको उपभोग हो के उइमिहादा खर्च के भन्छ अर्थ लाग्नु है अर्थ लाग्नु जनाउनु अर्थ जनाउनु मुनुवा संस्कृति है था याङसङ है थायङसङ भनेको विविधता मेर्यक भनेको आकर्षण अल्लिदा भनेको थाहा हुनु जानकारी गराउनु है यागल है यो याखाल भनेको भूमिका खेफप भन्नै परेन थायङहान उमाक छाङु है छानु भन्छ छाङ्नु भन्छ है थायङहान विभिन्न उमाक संगीत अनि यो छाङ्नु भन्छ है न भन्छ यसलाई है र पनि न भन्छ ngको कारणले छाङ्नु भनेको चाहिँ तपाईको प्रकार शैली प्रकार भनेर बुझ्नु होला उमाक संगीत विभिन्न संगीतको शैली विभिन्न संगीतको प्रकार भनेको है खेपप भनेको चाहिँ है खेपपकै परिभाषा हो यो उसमा छ के भन्छ छङ्मो मुनुवा पढ्दा आउने कुरा हो अनि यो मच्चिन आङमु भनेको चाहिँ तपाईको शानदार डान्स नृत्य है अनि वार्याहान मुदे भनेको चाहिँ झिलिमिली स्टेज यो मुदे भनेको चाहिँ तपाईको प्रस्तुति अथवा स्टेज हो यो वार्याहान भनेको झिलिमिली भव्य भनेको के है यो माथिको छ नि तपाईको यो तपाईको शानदार नृत्य भनेको के होला भन्ने तपाईलाई लाग्छ भने यो माच्चिन भनेको शानदार एकदमै हैन पर्फेक्ट कसले बुझ्ने हैन त्यो शानदार है को डान्स अथवा नृत्यलाई बुझ्न सक्नुहुन्छ साराङल फात्ता माया पाउनु लोकप्रियता पाउनु प्रख्यात पाउनु भनेको आइडल अनि खुरुप भनेको ग्रुप बन्या है आइडलको ग्रुप भनेको अनि हेवै भनेको विदेश है हेवै चाहिँ विदेश भयो 26 मा खुन इंगिरुल कुल्दा है इंगिरुल कुल्दा भनेको प्रख्यात पाउनु खुन भनेको ठुलो लोकप्रियता पाउनु है हल्ल्युए छुङसिम भनेको केन्द्र हल्ल्युए छुङसिम भनेको कोरियन लहरको केन्द्र चाहिँ के-ड्रामा अर्थात कोरियन ड्रामा है अनि नयाँ वर्ड छ यो अर्को चाहिँ हुङमी जिन्जिन हान यागी भनेको चाहिँ यो हुङमी जिन्जिन हान भनेको चाहिँ निकै रमाइलो चाख लाग्दो एकदमै रमाइलो यागी भनेको कुराकानी कथा अथवा कुरा है निकै रमाइलो कुराकानी अर्थात निकै रमाइलो कथा भनेको फेउए यङ्गी भनेको चाहिँ कलाकारको अभिनय है कलाकारको यङ्गी भनेको अभिनय अनि सिलगम नानुन यङ्गी भनेको चाहिँ जीवन्त रहने अभिनय
जीवन्त अभिनय भनेको चाहिँ वास्तविक जस्तोको तस्तै अनुभूत गराउने अभिनय भनेको। आरुमदाउन ह्योङसाङ भनेको तपाईको भिडियो भन्छ नि हैन, ह्योङसाङ भनेको भिडियो दृश्य है, छायाङ्कन अर्थात् भिडियो भनेर बुझ्नु होला। रमाइलो भिडियो भनेको है। थेप्यो छगिन छाङफुम भनेको छाकफुम भनेको चाहिँ तपाईको के भन्छ, थेप्यो छगिन भनेको प्रमुख रूपमा अथवा प्रतिनिधि भनेर बुझ्न सक्नुहुन्छ। अनि यो छकफुम भनेको चाहिँ कृतिलाई बुझ्न सक्नुहुन्छ, लेख रचनालाई बुझ्न सक्नुहुन्छ। अनि थोकेबी भनेको चाहिँ तपाईको कोरियन नाटकको नाम है। के भन्दा यसको चाहिँ इंग्लिश हेर्न गयो भने चाहिँ गोब्लिन भन्छ। यो कोरियन नाटकको नाम हो, यो सम्झिनु हैन। यो चाहिँ तपाईले हामीले चाहिँ थोकेबी भनेको चाहिँ नाटकको नाम भनेर सम्झिनु पर्यो। अनि मिसथ सनशाइन भनेको चाहिँ मिस्टर सनशाइन भनेको यो पनि कोरियन नाटकको नाम भयो। थेयाङी हुए भनेको चाहिँ तपाईको यो पनि कोरियन नाटकको नाम भयो है, तपाईको डिसेन्डेन्ट्स अफ द सन है। अर्को छ तपाईको ओजिङ खेम है। यो चाहिँ मैले नेपालमा हुँदा पनि फिल्म हेरेको थिएँ, कोरियन फिल्म भन्ने थाहा थिएन, हिन्दीमा थियो त्यो है। अहिले टुकी आछ नि हैन। यो ओजिङ गेम भनेको तपाईको स्क्वाड गेम छ नि, कोरियन सिरिज तपाईको एकदमै प्रख्यात है, एकदमै चर्चा भएको छ नि त हैन, युट्युब तिर टिकटक तिर त्यति नै पार्ट। मैले यो फिल्म चाहिँ तपाईको के भन्छ नेटफ्लिक्सबाट पनि हेरेको थिएँ है। यो चाहिँ मैले नेटफ्लिक्सबाट पनि हेरेको थिएँ। यो चाहिँ पहिला नेपालमा चाहिँ युट्युबबाट हेरेको थिएँ, अहिले चाहिँ तपाईँ युट्युबमा छ छैन मलाई थाहा भएन है। यस्तो मजाको छ कि है, डर पनि भएको फिल्म हो यो है, तपाईलाई थाहा होला है। यो फिल्म हो एकदमै तपाईको एकदमै विदेशतिर नै चर्चा भएको हो। तुहान भनेको साथै त्यसै गरी भन्ने हो। अनि फेसन भनेको फेसन भइहाल्यो, ब्युटी भइहाल्यो। हिङ्गिरोल अत्ता भनेको पाउनु है, प्रख्यात पाउनु भनेको हो। अनि तपाईको थुकी भनेको विशेष भयो भने आइडल भनेको आइडल भयो। अनि यो सुथाइल भनेको के हैन, स्टाइल भनेको स्टाइल भनेको। त्यसपछि मेकअप है, मेकअप भनेको सेगे जगिन विश्वस्तरीय। थुरेन्द भनेको ट्रेन्ड भन्छ नि हामी, ट्रेन्डिङ भन्छ नि, ट्रेन्ड हो त्यही हो। सेगे छगिन ट्रेन्ड भनेको विश्वव्यापी प्रविधि, ट्रेन्ड विश्वव्यापी विश्वस्तरको ट्रेन्ड भनेको। अनि इकुल्दा भनेको नेतृत्व गर्नु, अगाडि बढाउनु है अथवा तान्नु। इकुल्दा भनेको चाहिँ नेतृत्व गर्नु, अगाडि बढाउनु है। अनि सुखिन है, यो सुखिन खेय छेफुम। यो सुखिन खेय भनेको स्किन केयर भनेको, स्किन हैन स्किन केयर, हाम्रो स्किन केयर। छेफुम भनेको वस्तु भइहाल्यो, स्किन केयर गर्ने सामानहरु है, स्किन केयर गर्ने सामानहरु। यहेङ भ्रमण, कोक अवश्य अनिवार्य। खुमिहादा किन्नु र मुलफुम भनेको सामान वस्तुहरु भयो। छुङी हाना भनेको छुङ भनेको मध्ये, छुङे मध्ये, हाना एक, मध्येको एक भनेर भनेको सक्यो है त। ल सबै मिनिङ सक्यो साथीहरु है। तपाई हेर्दै हुनुहुन्छ हाम्रो युट्युब च्यानल सबैको टिप्स एन्ड ट्रिक्स भन्ने, र फेसबुकमा मेसेज गर्न सक्नुहुन्छ न्यू पेज टपिक बुक, र टिकटकमा आउन सक्नुहुन्छ कोरियन ल्याङ्ग्वेज 3 वटा 9 दिनु होला। तपाईले गोर्खे इन कोरिया पाउनुहुनेछ नाम। र यो पीडीएफ तयार पार्ने मान्छे मै हो हैन, मेरो नाम अजय लामा। र अहिले कोरियामा मेरो किपो भनौं भाषाको लेभल चाहिँ एक्जाम दिँदा पाएको, भाषा त्यतिको पर्फेक्ट छैन, राम्रो छैन, पर्फेक्ट कुरा नगरौँ, राम्रै छैन। अहिले म कोरियामा छु। र तपाईले पाउनु भएको छ नि केटी मान्छेको स्वरमा भिडियो हैन। हाम्रो साइरा तामाङ हुनुहुन्छ, धरानमा पढाउनुहुन्छ कोरियन भाषा है। अहिले छङ्बो मुनुवा चाहिँ पीडीएफ म तयार गर्छु, भिडियो हाम्रो साइरा म्यामले बनाउनुहुन्छ है। अहिले अलिकति टाइम मैले मात्रै दिन नसकेकोले साथी खोजेको, र साथीले चाहिँ राख्नुहुन्छ जो कमेन्ट गर्ने कस्तो लाग्छ त्यो चाहिँ तपाईको काम है। अब भिडियोहरु ल्याउने चाहिँ हाम्रो काम हुनेछ। हस् त, अर्को भिडियोमा भेटौँला।